अलराइट गाइज हामीसँग क्वेसन छ फाइन्ड द डेरिभेटिभ अफ x को पावर 10x प्लस 10x को पावर x हो। सो यस्तो क्वेसन आएको बेला हामीले सबभन्दा पहिला के कुरा नोटिस गर्नुपर्छ र कसरी एप्रोच गर्ने त्यो कुराको बारेमा हल्का कुरा गरौँ हो। सो सबभन्दा पहिला हामीले के गरौँ, लेट y इक्वल्स टु x को पावर 10x प्लस 10x को पावर x भयो हो। र हामीले यहाँबाट के गर्छौँ, यो छ नि x को पावर 10x लाई हामीले के गर्छौँ, u सपोज गर्छौँ र यो 10x को पावर x लाई हामीले v सपोज गर्छौँ, ताकि हामीले डेरिभेटिभ अफ dy बाई dx हो विथ रिस्पेक्ट टु x गर्यो भने d अफ u विथ रिस्पेक्ट टु dx प्लस d अफ v बाई dx निकालेर यसको कम्बाइन सोल्युसन लेख्न पाउँछौँ। सो हामीले के हुन्छ कि जब हामीले लेट u इक्वल्स टु x को पावर 10 सपोज गर्यो भने यहाँबाट एउटा डेरिभेटिभ निकाल्छौँ, du बाई dx निकाल्छौँ र एउटा एन्सर आउँछ, फेरि dv बाई dx निकाल्छौँ र एउटा एन्सर आउँछ, र दुईटैलाई कम्बाइन गरेर लेख्यो भने dy बाई dx हो कि नै हो। सो हामीले के गरौँ अब, अगेन लेट u इक्वल्स टु x को पावर 10x एन्ड v इक्वल्स टु 10x को पावर x ल। मैले यसलाई इक्वेसन 1 माने, यसलाई मैले 2 मान्छु, यसलाई मैले 3 मान्छु हो। फ्रम 2 हामीसँग के छ, u इक्वल्स टु x को पावर 10x हो। र हामीले नोटिस गरौँ त यो यस्तो क्वेसन आइदियो कि यो x को पावर 10x, y को पावर 10x, साइन को पावर x यस्तो क्वेसन आइरहेको छ हो। सो मैले के भनेको थिएँ कि यस्तो आइदियो भने हामीले के गर्छौँ, लगको प्रपर्टीको युज गर्छौँ, भन्दाखेरि लग a को पावर b लाई हामीले b टाइम्स लग a लेख्छौँ हो। र यही हाम्रो सबभन्दा रामबाम इलाज भन्छौँ नि त्यो हो। सो हामीले के गर्छौँ, टेकिङ लग अन बोथ साइड्स भन्दाखेरि के भयो, हामीलाई लग u इक्वल्स टु लग x को पावर 10x भयो हो। सो लगको प्रपर्टी के छ, लग x को पावर 10x भने यो 10 के आउँछ, मल्टिपलमा आउँछ हो, भन्दाखेरि 10x इन्टु लग x भयो हो। अनि यो के छ, हामीसँग डी लग u छ हो। अब हामीले के गरौँ, विथ रिस्पेक्ट टु x यसको डेरिभेटिभ गरौँ। सो डिफ्रेन्सिएटिङ विथ रिस्पेक्ट टु x भन्दाखेरि डी अफ लग u बाई, हेर यहाँ लगसँग u छ भन्दाखेरि चेन रुल लगाउनु पर्यो। सो मैले du बाई dx लेखेँ हो। अब हामीले खासै फरक पर्दैन, हामीले बुझिरहेको छ, यो कुरा सिम्पल कुराहरू छ। योभन्दा अगाडिको प्लेलिस्टहरू त्यहाँ यो कुराहरू छ है। अनि यो त हामीले जेनरली प्र्याक्टिस गर्दा नि खासै फरक पर्दैन। अब यो u इन्टु v को फर्मुला छ भन्दाखेरि के भयो, लग x इन्टु डी अफ 10x विथ रिस्पेक्ट टु dx प्लस हो u dv सरी v du प्लस u भनेको 10x इन्टु डी अफ लग x बाई dx हो। हामीसँग फर्मुला छ नि, डेरिभेटिभ अफ u इन्टु v विथ रिस्पेक्ट टु dx गऱ्यो भने के हुन्छ, v du प्लस u dv हो विथ रिस्पेक्ट टु x छ भने x, y छ भने y, जसरी जस्तो छ है। यो भनेको हाम्रो के भयो, डेरिभेटिभ अफ लग u विथ रिस्पेक्ट टु u भन्दाखेरि 1 बाई u इक्वल्स टु इन्टु du बाई dx इक्वल्स टु लग x, 10 को डेरिभेटिभ सेक स्क्वायर x प्लस 10x इन्टु लग x को डेरिभेटिभ 1 बाई x भन्दाखेरि du बाई dx इक्वल्स टु के भयो, हामीलाई u टाइम्स सेक स्क्वायर x इन्टु लग x प्लस 10x बाई x हो। अनि यो भनेको के भयो, du बाई dx इक्वल्स टु u हामीले के सपोज गरेको थियो अगाडि, यहाँ x को पावर 10x भन्दाखेरि x को पावर 10x इन्टु सेक स्क्वायर x लग x प्लस 10x बाई x हो। यसलाई मैले के गर्छु, 2 अनि 3 माने थियो, मैले यसलाई 4 मान्दै हो, 4 मान्दै। हाम्रो du बाई dx भनेको कति आइदियो, x को पावर 10x सेक स्क्वायर x लग x प्लस 10x बाई x। सो भन्दाखेरि हाम्रो यो du बाई dx को कुरा सक्यो। अब dv बाई dx निकाल्नु हामीले। सो हामीले के गर्छौँ, अगेन हामीसँग के छ, मैले v यसरी तर गोलो हुन्छ नि अलि कर्ली लेखेर v इक्वल्स हामीसँग के छ, 10x को पावर x हो। अब मलाई के निकाल्ने छ, dv बाई dx भन्दाखेरि डिफ्रेन्सिएटिङ विथ रिस्पेक्ट टु x वी गेट के हुन्छ, dv
हैन डिफ्रेन्सिएटिङ गर्नुभन्दा पहिला अगाडि हामीले यहाँबाट के गरौँ लगको प्रपर्टीको युज गरौँ पहिला भन्दाखेरि हामीसँग log v इक्वल्स टु के हुन्छ यहाँ log tan x को पावर x विच इज इक्वल्स टु के भयो हामीलाई log v इक्वल्स टु x टाइम्स log हो tan x तब त हामीले यसलाई डिफ्रेन्सिएट गर्न सक्छौँ नत्र हामीले यसलाई डिफ्रेन्सिएट गर्यो भने अलि गाह्रो पर्छ हामीलाई हो सो यसलाई मैले यहाँबाट डिफ्रेन्सिएट गरिरहेको छु भन्दाखेरि d u भन्दाखेरि हामीलाई के हुनु पर्यो d अफ log v बाई dv इन्टु dv बाई dx इक्वल्स टु अब हामीसँग के छ u इन्टु v भन्दाखेरि v लाई जस्ताको जस्तै log tan x हो अनि यसको dx बाई dx प्लस x टाइम्स d अफ log tan x हो हेर त log सँग के छ tan x भन्दाखेरि d अफ tan x इन्टु d अफ tan x बाई dx अनि हेर त डेरिभेटिभ अफ log x भन्दाखेरि 1 बाई अनि यहाँ v छ भन्दाखेरि log v को 1 बाई v इन्टु dv बाई dx इक्वल्स टु log tan x प्लस x टाइम्स यो log tan x हो हामीले सर डेरिभेटिभ अफ log x भन्दाखेरि 1 बाई x हुन्छ डेरिभेटिभ log tan x भन्दाखेरि 1 बाई tan x इन्टु tan को डेरिभेटिभ sec स्क्वायर x भन्दाखेरि हामीसँग के भयो dv बाई dx इक्वल्स टु v टाइम्स log tan x हो log tan x प्लस x टाइम्स sec स्क्वायर x बाई tan x हो हामीले यसलाई यसरी पनि राख्न पायौ नत्र हामीले यसलाई यसरी गरौँ न v टाइम्स log tan x x प्लस x टाइम्स sec स्क्वायर x भनेको के हुन्छ हामीले 1 बाई cos स्क्वायर x इन्टु यो 1 बाई tan भनेको sin x बाई cos x हो एउटा cosले यो स्क्वायर काट्यो हो भन्दाखेरि के भयो हामीले यहाँ v टाइम्स log tan x प्लस x टाइम्स 1 बाई cos x इन्टु sin x हो र मैले के हेरेको छु मैले यसलाई 2 ले मल्टिप्लाई र 2 ले डिभाइड गर्दै भने हाम्रो के हुन्छ यहाँ हेर त log tan x प्लस 2x अनि 2x बाई 2 sin x इन्टु cos x हामीले के याद आयो यो भनेको 2 sin x इन्टु cos x भन्दाखेरि sin 2x हो भन्दाखेरि v टाइम्स log tan x प्लस 2x 1 बाई sin 2x हो अनि हामीले अझै सिम्प्लिफाई गर्न पाउँछ यसलाई log tan x प्लस 2x 1 बाई sin 2x भन्दाखेरि cosec 2x हो यति कुरा हामीले छ अनि v भनेको हामीले के सपोज गरेको थियौ v भनेको tan को पावर tan x को पावर x हो भन्दाखेरि tan x को पावर x टाइम्स log tan x प्लस 2x cosec 2x हो र यो हाम्रो इक्वेसन कति भयो अघिको हामीले कति मानेको थियौ 4 अब यो के भयो हामीलाई 5 भयो हो अब हामीलाई के थाहा छ कि फ्रम इक्वेसन 1 फ्रम इक्वेसन 1 हामीले के थाहा छ कि dy बाई dx इक्वल्स टु du बाई dx प्लस dv बाई dx हो सो अब हामीले भ्यालु पुट गर्दियौँ यसबाट हामीले के गर्न सक्छौँ युजिङ 4 हो हाम्रो यो भनेको du बाई dx भनेको कति हो 4 एन्ड 5 ल मैले यहाँबाट लेख्छु एकचोटि हैन अनि त्यसपछि तपाईहरुलाई म भन्छु फेरि हामीसँग के छ dy बाई dx इक्वल्स टु के छ हामीसँग x को पावर tan x टाइम्स sec स्क्वायर x log x प्लस tan x बाई x अनि फेरि प्लस dv बाई dx हामीसँग कति छ ल यहाँ त छ नि हाम्रो हो dv बाई dx हो यति छ नि हामीसँग dv बाई dx भनेको के छ tan x को पावर x टाइम्स के छ हामीसँग log tan x प्लस 2x cosec 2x र यो हाम्रो रिक्वायर्ड
एन्सर हो है। यही त हाम्रो dy/dx भनेको हाम्रो रिक्वायर्ड एन्सर हो है। हामीले एप्रोच कसरी गर्नु पर्यो, सबभन्दा पहिला यस्तो क्वेसन आइदियो भने हामीले यहाँ लगको हेल्प लिनु पर्यो हो। लगको हेल्पबाट हामीले यो फर्मुला यो प्रोपर्टीबाट हामीले लगको प्रोपर्टीबाट डिफ्रेन्सिएट गर्छौँ र यो क्वेसनको बारेमा हामीले योभन्दा अगाडिको भिडियोमा पनि डिस्कसन गर्छौँ। तपाईँले प्लेलिस्ट PLAYLIST प्लेलिस्टमा हेर्नुहुन्छ भने हामीले यसको फर्स्ट भिडियोमा नि यसको बारेमा कुरा गरेको छु है। तपाईँले त्यहाँ गएर हेर्नुहोस् र तपाईँले यहाँ केही बुझ्नु भएन भने या तपाईँसँग केही क्वेसन छ केही जिज्ञासा छ भने कमेन्ट गर्नु होला। हामीले सकभर त्यसलाई सोल्भ गर्न अनि रिप्लाई दिन प्रयास गर्छौँ। हस्, थ्याङ्क यू।